रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर 5 खापाघारमा संयुक्त चुनावी भेटघाट कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता कार्यकर्ता तथा स्थानीय नागरिकको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै रुकुम पश्चिम प्रतिनिधि सभा प्रत्यक्षका उम्मेद्वार जनार्दन शर्माले मतदातासँग आँखा चुनाव चिन्हमा मतदान गरी आफूलाई विजय गराउन हार्दिक अपिल गर्नुभयो। उहाँले रुकुम पश्चिमको समग्र विकास, सुशासन, रोजगार सिर्जना, कृषि आधुनिकीकरण, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारलाई आफ्नो मुख्य प्राथमिकता रहेको बताउनुभयो। जनताको विश्वास र साथ नै मेरो बल हो भन्दै नेता शर्माले निर्वाचनको दिन आँखा चिन्हमा मतदान गरी समृद्ध र आत्मनिर्भर रुकुम पश्चिमको अभियानलाई सफल बनाउन आग्रह गर्नुभयो। जनभेटघाट कार्यक्रममा स्थानीय बासिन्दाले सडक, खानेपानी, स्वास्थ्य सेवा र युवा रोजगारको विषयमा आफ्ना समस्या र सुझाव राखेका थिए। नेताहरूले ती सबै मुद्दालाई गम्भीरतापूर्वक सम्बोधन गर्दै ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।